हाई हेलो एभ्रिवान। आज चाहिँ म सानो मिनी ब्लग बनाउन गइरहेको छु। हेर्नु होला तपाईहरु पनि। पानी परेको गरेर मैले यहाँ साग रोपेको। सागको हालत चाहिँ यस्तो छ है। साथीहरु हेर्नुस्, सर्दैछ भर्खर पानीले सबै बिगाडिदिन्छ। अनि मेरो टमाटर यस्तो भइरहेछ, धेरै पानी भएर साथीहरु यहाँ पनि सबै पानी पसिजान्छ। पानीबाट जोगाएको खास गरी, तर पानी छिरिजान्छ अलिअलि। यस्तो छ, यतिको भइरहेछ है। हेर्नुस् मेरो टमाटरको बोर्डर चाहिँ यस्तो हुँदैछ। हेर्नु होला तपाईहरुले। अनि यो चाहिँ धनिया हेर्नुस् है साथीहरु, मेरो धनिया चाहिँ यस्तो भएको छ। पानीले कुटेर यस्तो बनाइदिरहेछ। अनि यता काँक्रा फुल लाग्दैछ, चिचिला लाग्दैछ। यस्तै छ मेरो किचन गार्डनहरु चाहिँ। सिमी फुल्दैछ यता चाहिँ हेर्नु होला, फली पनि सक्यो, फल्दैछ। यहाँ कुनै फल्दैछ, कुनै चिचिलाहरू लाग्दैछ। यस्तै छ। यस्तै छ है साथीहरु। अनि मैले रोपेको सयपत्री फुल पनि यत्रो भइसक्यो। यता पनि छ फुलहरू, त्यस्तो धेरै त छैन, अलिअलि चाहिँ रोपेको छु। अब अलिक दिनपछि रोप्छु। यस्तै छ यी साथीहरु। अहिले चाहिँ मेरो किचन गार्डनमा खोर्सानी, लाम्चे खोर्सानी बोट चाहिँ थुप्रै थियो, तर अहिले एउटा मात्रै भइरहेछ। यिनीहरू चाहिँ डल्ले हो, डल्ले खोर्सानी यहाँ फल्दैछ। यहाँ लौका, यो लोकल टमाटर, यस्तै छ साथीहरु। अनि अस्ति खाएर फेरि पनि यहाँ फल्दैछ डल्ले खोर्सानी चाहिँ। यतापट्टि यो चाहिँ हाम्रो मेवाको रुख बढ्दैछ बिस्तारै। यो लोकल टमाटर हो। यतापट्टिको यो चाहिँ तिते करेला, घिरौँला, काँक्रा सबै छ, लौका। यतापट्टि चाहिँ यस्तो छ, सबै फर्सीहरू। यहाँ लट्टे यस्तै छ। यतापट्टि चाहिँ साथीहरु यहाँ पनि तिते करेलाको बोट चाहिँ छ, तर यहाँको चाहिँ मरिसक्यो। यस्तै छ है अहिले चाहिँ गाउँघरमा। बारीमा छिरेको यहाँ काँक्रा त मरेछ। साथीहरु। यता त माथि फलेको पाकिरहेछ, तर टिप्नै सकिँदैन। फुल चाहिँ यहाँ पनि लागिरहेको रहेछ। यस्तो पो छ है हाम्रो। मकै नि हेर्नुहोस्, मकै नि पाक्ने बेला हुँदैछ।
सिस्नो पनि यस्तो भए साथीहरू फेरि मुना पलाइसक्यो। मैले अस्ति टिपेर पनि 2-3 चोटि पकाइसकेँ। फेरि यस्तो भएर आइसकेको छ। फेरि पनि खाने बेला भइसक्यो। सिस्नो चाहिँ यस्तो छ है हाम्रोमा त। अहिले यतापट्टि यस्तो फुलहरू छन्। फुल त केही रोपेको छैन, भर्खर सार्दैछु बिरुवाहरू। दसैँसम्म चाहिँ ढकमक्क बनाउने प्लान छ। हेरौँ कस्तो हुन्छ। म त सबै बारीहरू घुमेर आइसकेँ। आजलाई यति नै साथीहरू। फेरि पनि अर्को भिडियोमा भेटौँला। बाई बाई।